एनिमे हेर्न मनपर्छ? पार्ट 1 हेरेर धेरैजनाले भन्नुभयो अझ एनिमे छन् जुन एकपटक हेर्नै पर्छ। त्यसैले आज हामीले ल्याएका छौँ टप 5 बेस्ट एनिमेको पार्ट 2 जसले तपाईँलाई एक्सन, इमोसन र मोटिभेसन दिनै दिन्छ। नम्बर 5 डेथ नोट। एकदमै डिप साइकोलोजिकल थ्रिलर। एक साधारण केटा, एक सुपरनेचुरल नोटबुक र न्यायको अनौठो खेल। लाइट भर्सेस एल, सस्पेन्स नै सस्पेन्स। नम्बर 4 टोकियो रिभेन्जर्स। टाइम ट्राभल, ग्याङ्ग्स अनि पछुतो मेट्ने दुस्साहस। फ्रेन्डसिप र रिडिम्सनको कथा एकदम इमोसनल र इन्टेन्स। नम्बर 3 फुल मेटल अल्केमिस्ट ब्रदरहुड। अल्केमिस्ट दाजुभाइको स्टोरी जसले मरेको आमालाई फर्काउने कोसिसमा युनिभर्ससँग डिल गर्छन्। एक्सन, फिलोसोफी र हार्ट ब्रेक अल इन वान। नम्बर 2 ब्लिज 1000 इयर ब्लड वार भर्जन। इचिगो कुरोसाकीको सोल रिपर जर्नी जुन हरेक सिजनमा एपिक फाइट र ट्रान्सफर्मेसन ल्याउँछ। 1000 इयर ब्लड वारले पुरै कमब्याक गरायो। नम्बर 1 जुजुत्सु काइसन। मोडर्न डे कर्सेस, किलर एनिमेसन र इन्टेन्स स्टोरी लाइन। गोजु सातुरो जस्तो ब्याडएस क्यारेक्टर अहिलेको फ्यान फेभरेट। एक्सन एनिमे मनपर्छ भने यो तपाईँको लागि पर्फेक्ट पिक हुनेछ। एनिमे लिस्ट त अब धमाकेदार हुँदैछ। कुन एनिमे तपाईँको फेभरेट हो? यदि तपाईँले यसको पार्ट 3 पनि चाहिन्छ भने कमेन्टमा लेख्नुहोस्।